बिक्ने तिनीहरूलाई लगेर ट्रेनिङ दिएर यसो यसो गर्नुपर्छ भनेर सिकाएर पठाएर आज देशको हालत यो बनाएको छ। र जतिखेरसम्म नेपालमा राज संस्था थियो, पशुपतिको देश भनेर चिन्थे, सगरमाथाको देश भनेर चिन्थे, माता दुर्गाको देश भनेर चिन्थे। वेद लेखिएको ठाउँ, वेद पछि वेदको बच्चा हो क्या विज्ञान भनेको, विज्ञानको आमा हो वेद भनेको। यो तपोभूमि हो। तर जुन हिसाब किताबले यो तपोभूमिमा बसेर मिलेर बसेको समाजलाई आज भड्काउनलाई जुन हिसाब किताबले नेपाली लिडरहरू, यिनलाई के लिडर पनि भन्नु, पैसामा बिक्ने सजिलो रहेछ क्या नेपालीलाई किन्न, सजिलो। तपाईँले म एउटा कुरा भन्छु, छिमेकी मुलुकमा हेर्नुहोस् त, कक्रोच आन्दोलन भयो, कक्रोच आन्दोलनमा के भयो, केही उपलब्धि भयो? भएन नि। तर त्यही कक्रोच आन्दोलनको अर्को रूप थियो जेन्जी। यहाँ के भयो? देशको सिंहदरबार जलाइयो। सिंहदरबार भनेको सिद्धि हो। देशको सर्वोच्च अदालत जलाइयो, जनताको सर्वोच्चता पुगेको सर्वोच्च अदालत जलाइयो, संसद भवन जलाइयो, विभिन्न व्यक्तिहरूका घर जलाइयो। घर जलाएर खरानी बनाएर आएको मान्छेलाई आज नेपाली जनताले फेरि के गरे? अनुमोदन गरेर सत्तामा पुर्याए। त्यसको परिणाम के भयो? त्यतिले मात्रै पुगेन। मैले भनेको थिएँ नि, त्यत्तिकै दरबार हत्याकाण्ड भएको होइन है, त्यत्तिकै राजपरिवार सिद्ध्याएको होइन। किनभने राजा हुइन्जेलसम्म नि यहाँ विदेशीहरूले चलखेल गर्न पाएका थिएनन्। यो कुरा बुझ्नु पर्यो। किनभने संविधान सभाको पहिलो बैठकमै धर्मनिरपेक्ष र राष्ट्र संस्था हटाउने जुन अन्तरिम संविधानमा लेखियो नि, त्यही दिनबाट नेपालीहरूलाई दशा लागेको, नेपाललाई दशा लागेको त्यही दिनबाट हो नि। र अर्को दोस्रो कुरा के हो भन्दाखेरि यो फागुन 21 गतेको चुनाव त्यो अर्को नेपाल र नेपालीहरूको पासो हो। र म नेपाल प्रहरीलाई पनि के भन्छु, नेपाली सेनालाई पनि के भन्छु भने, सशस्त्र प्रहरी बलका सम्पूर्णलाई र निजामती कर्मचारीहरूलाई पनि के भन्छु भने, अब तपाईँहरूको देश रहनेवाला छैन। किनभने सुरुवात भयो। सुरुवात कहाँ भयो? पहिला सिंहदरबार हानियो, सर्वोच्च हानियो, संसद भवन हानियो। अब त्यस पछाडि चुनाव गरियो, विधिवत रूपमा सत्तामा पुर्याइसकेपछि अब कहाँ हान्दैछन् भन्दाखेरि बडा महाराज धिराज पृथ्वीनारायण शाहको लिगेसी बोकेको त्यो रगतसँग सम्बन्ध भएको नेपाल एकीकरण गर्ने सेनाको ब्यारेक हान्न थाल्यो। होइन हान्यो, होइन बालेनको सिपाहीले, वफादार सिपाहीले गर नि भट्टाइदियो। होइन सेना भनेको के हो थाहा छ? विश्वास हो। सेना भनेको वतन हो, सेना भनेको देश हो। सुरुवात हो यो। किनभने सेनाको क्याम्प त्यहाँ छ भने 10 किलोमिटर परबाट घुमेर जनताहरू जान्थे। भारतमा पनि त्यही छ, विश्वमा त्यही छ। यो त सेनाको क्याम्प है, यतातिर हेर्नु हुँदैन। त्यस्तो विश्वास थियो हो कि होइन? त्यो माथि एउटा सांसद भगत उदाले घर एउटा क्याप्टन जस्तो मान्छेलाई वर्दीमा भएको क्याप्टन, पोसाकमा, सैनिक पोसाकमा भएको क्याप्टनलाई फर्काएर भड्काउँछ भनेपछि यो कुरो के हो तपाईँलाई थाहा छ? नेपाली सेना जसले आज सरकारमा पुर्यायो, जुन सेनालाई भर्याङ बनाएर यिनीहरू सरकारमा पुगे, त्यही सेनालाई आज देखाइदियो। त्यो गर्न लगाएको बालेनलाई, त्यो गर्न लगाइएको अब सेनाको धनु छामौँ भनेर सबै त छामिसक्यो। नेपाली जनता छानिहाल्यो, नेपालका लिडर किन्दा भइहाल्छ। 2-4 करोड दिँदाखेरि यी त भनौँ न अब यिनीहरूलाई के भन्नु, सिलगढीको त्यो कलकत्ताका सोनागाछीका महिलाहरू बरु वेटदार छन्। यहाँका नेताको हालत साँच्चै भन्नुपर्दा कलकत्ताका सोनागाछीका महिलाहरू छन् नि, धेरै स्ट्यान्डर्डका छन् यहाँ नेपालका नेताहरूभन्दा। यी दलिल रक्त पिपासु साला राक्षसहरू नि नेताहरू हुन्। पैसामा आफ्नो देश, आफ्नो धर्म, आफ्नो आमा, आफ्नो छोरी बेच्ने यिनीहरू, आफ्नो वतन बेच्ने। हेर्नुहोस् त, त्यसले गर्दाखेरि नेता त किनिहाल्यो, नेपाली नागरिकलाई विदेश लखेटिहाल्यो युवा जति। अब बुढाबुढी छन्, अब एउटा सेना छ, त्यसको पनि धन। पुलिसलाई त खेती मार्दा भइहाल्थ्यो जतिखेर पनि, घाँटी रचेर पनि मारेको छ, वर्दी खोलेर उ गरेको छ। अब गृहमन्त्री भनौँ भनेदेखि गृहमन्त्री त्यो तपाईँलाई चित्त दुख्ला, फेरि अहिले पुलिस पठाउनु होला। उमेरले त तपाईँ मेरो नाति समानको मान्छे हो, तर तपाईँले नेपाल प्रहरीलाई कहाँ पुर्याउनु भएको छ? विश्वको घटनाहरूलाई इन्दिरा गान्धीका पछाडि हिँड्या पुलिसले नै इन्दिरा गान्धीलाई सकेको रेकर्ड पनि छ नि। चित्त बुझेन भने नि त्यही राइफल फर्केला। होइन नेपाल प्रहरीको हैसियत तपाईँले के बनाउनु भयो भने जोकर जस्तो बनाउनु भयो। अगाडि टाँक नलगाइकन, टोपी नलगाइकन हिँड्या छ, पछि पुलिसको आइजिपी सलोट ठोक्दै हिँड्या छ। इज्जत हुँदैन पुलिसको? प्रहरीको इज्जत छैन यत्रो सङ्गठन? गृहमन्त्रीको हैसियत के? खालि माइतीघर मण्डलामा आएर बस्ने?
सीमामा जान्छ गृहमन्त्री। यो संसारमा नदेखेको कुरो देखियो नेपालमा। भनेको के हो भन्दाखेरि सिंहदरबारमा जसरी आगो लगाइयो, सर्वोच्चमा जसरी आगो लगाइयो, त्यसरी नै बाटामा फ्याँकेर भनौँ न, यसको हैसियत छैन। पुलिस भनेको केही पनि होइन, सशस्त्र प्रहरी भनेको केही पनि छैन, होइन, यी मालबजारका गोटी जस्ता हुन् भन्ने देखाएर अब सेनामाथि अट्याक गरिँदैछ। त्यही भएर मैले नेपाली सेनालाई जहिले भनेको थियो, नेपाली सेनालाई हिजो अस्ति तपाईँलाई म एउटा कुरा घटना भन्छु। जुन सुनसरीमा घटना घटाए यिनीहरूले, सुनसरीमा घटना घटाएकै गृहमन्त्री प्रधानमन्त्रीहरूले हो। यो कुरामा त निश्चिन्त मलाई संसारको जहाँ लगेर दुनियाँ हो। सुन्दैछु मेरो जम्मै खोज्दैछन् रे, खोजा केही फरक पर्दैन। होइन पाएँ लैजाउँ न, झुटो मुद्दा देखाइदिइहाल्यो नि अस्ति अदालतले, होइन। म अहिले त देखाउँला परमा के गरेँ भने सेना त्यतिकै परिचालन हुन्छ, क्याबिनेटबाट डिसिजन गरेर राष्ट्रपतिले साइन गरेपछि मात्रै सेना परिचालन हुनुपर्ने हो कि होइन? सेना त्यतिकै परिचालन भएको छ। त्यो के भन्छ नि, सुनसरीमा जुन घटना भएको ठाउँमा देवानगञ्जमा राष्ट्रपतिको साइन छ। त्यहाँ राष्ट्रपतिलाई कुनामा थन्काएर कसले चलाएको छ भन्दाखेरि 2-4 जना लठेतहरूले देश चलाएको छ। अब थाहा पाउँदैछन् नेपालीले बुझ्दैछन्। त्यसले गर्दाखेरि नेपाली सेनामाथि जुन एट्याक भएको छ त्यो सम्पूर्ण नेपालीहरूको शिरमाथि एट्याक भएको हो, नेपालीको विश्वासमाथि एट्याक भएको हो। त्यसले गर्दाखेरि होला बाटो बनाउनु थियो, बढाऊ, बाटो बढाउनमा हामी रोक्दैनौँ, किन हामी विकास विरोधी होइनौँ। तर त्यहाँ बजेट आएको थियो अरे, त्यहाँ बनाएर अनि खाली गर्दै भन्दै भत्काउनु पर्ने के हो? मैले अघि पनि भने नि, यो कुखुरा मर्यो ठुलो कुरो होइन, स्याल पल्क्यो, कुखुरो हरायो ठुलो कुरो होइन, स्याल पल्क्यो। अब नि 77वटा जिल्लाका ब्यारेकमा नि एकै दिन केही पनि रहन्छ सेना त भनेर पस्यो भने के हुन्छ? के हुन्छ हो कि न? किन हामी बारीभारा माताको दर्शन गर्न जान्छौँ? विश्वास हो नि त। किन त्यहाँ शिवजीको दर्शन गर्न जान्छौँ? पशुपतिनाथमा शिवलिङ्गको विश्वास हो नि त। त्यो निकालेर फ्याँक्दिँदा भइगयो नि त, ढुङ्गो त छ नि। ऊ त खगेन्द्र सुनारले भन्छ त्यो त ढुङ्गो किन दुध चढाएको भन्छ नि त, होइन? तर त्यो भनेको के हो भने हाम्रो विश्वास हो, आस्था हो, हाम्रो धरोहर हो। नेपाली सेना भनेको के हो भन्दाखेरि हाम्रो विश्वास हो, आशा हो, धरोहर हो। त्यसले गर्दाखेरि नेपाली सेनामाथि जुन काम भएको छ, जुन कुराहरू भएको छन्, यो सह्य हुँदैन। म यसको घोर भर्सना गर्छु। र यिनीहरू सांसद हुन लायकै मान्छे होइन नि। मैले त पहिले भनेको यिनीहरूको ताल देख्दाखेरि मालबजारका गोटी जस्तो लाग्थ्यो क्या मलाई त पहिलेदेखि। मैले त भनेको है, यिनीहरूलाई म त सांसद भन्दिनँ। मैले अस्ति हाम्रो इन्दिरा राणा मगर हुनुहुन्थ्यो नि 2 नम्बर क्षेत्रको हाम्रो सभाको एयरपोर्टमा भेट भयो। अनि कता हिँड्दै हुनुहुन्छ त तपाईँ? त यहाँको स्कुल बनाइदिएको छ मैले, स्वास्थ्यको लागि मैले गरिदिएको छ, हस्पिटल बनाइदिएको छ, क्यान्सर हस्पिटल मैले ल्याइदिएको छ। तपाईँ कता लाइसेन्स त दिइहाल्छ नि लाइसेन्स शाखाले। अनि त्यहाँ गएर कहिले लाइसेन्स बन्छ भनेर सोधिराख्नुपर्छ र लाइसेन्स बनाउनलाई मैले फर्म भरेको ट्रायलै दिन पाइएन, अझै 15 दिन पर्खिनुपर्छ अरे। अनि घरमै लाइसेन्स ल्याइदिने भनेको होइन भनेर भनेको चुप लाग्यो नि क्या। किन सांसद हुनु? हुन त मेरो दिदी हुन्, ओलो घर पल्लो घर, भोलि मलाई चाहिन्छ। मैले भन्नु खोजेको सांसदको हैसियत के छ भनेपछि यस्ता सांसद, यस्ता जसकी सांसदको मर्यादा नबुझ्ने। सांसद भनेको के हो? नेपाली जनताको प्रतिनिधि होइन? नेपाली जनताको प्रतिनिधिले त्यो काम गर्छ? पहिला त म के हुँ भन्ने कुरो बुझ्नु। त्यही भएर एउटा कुरो थाहा छ, नगरपालिकाको सिपाहीलाई त्यहाँ पुर्याएपछि धोतीको डुङ्ग्रो टाउकामा पुग्यो भने माया घुमेको गर्छ अरे क्या, घुमेको गर्छ अरे क्या। त्यो पनि बालेनको धोतीको जुम्रो। आफैले भनेको त म बालेनको सिपाही भनेर। बरु मेरा सिपाही अलिक गतिला छन् हौ, के हो खड्का होइन? हाम्रा सिपाही बरु बुझ्ने छन्, म बालेनको सिपाही अरे। के हो यस्तो यो ताल? ल भन्नुहोस् त, यो रमाइलो मजाक गरे जस्तो हुन्छ। अब नेपाल प्रहरीलाई के बनाएको छ हेर्नुहोस् न। अस्ति अब यहाँ म भन्छु, यहाँ अरूको कुरा पनि छ। नेपाल प्रहरी अस्ति आएँ म, बडा महाराज धीराज पृथ्वीनारायण शाहको कुरो गरेँ मैले। 4 जात 36 वर्णको फुलबारी हो, यो सबै जात जातिको हो। यहाँ धर्मको लागि लडाइँ नगरौँ। 2 अरबभन्दा बढी हिन्दूहरूको एउटा आस्थाको धरोहर भनेको नेपाल थियो। त्यो नेपाललाई धर्मनिरपेक्ष बनाएर आज लडाइँ गराइयो भन्ने सुन्थ्यो। मैले त्यति बोलेर म गएर सुतेको मान्छे राति 10 बजी पुलिस आउँछ। यहाँ नि बाहिरदेखि यहाँसम्म झन्डै 300 पुलिस आएका रहेछन्, ट्याङ्करदेखि लिएर जम्मै रेडी। अनि ढोका खोल्न लगायो अनि म पनि उत्रेँ। ऊ त्यहाँ एसपी के भन्छन् थाहा छ? लाजाले नि नयाँ मैदाले जस्तो नि, नयाँ मैदाले जस्तो बिचरा हाम्रो यहाँबाट खड्काजी नि एसपी साहब। के गर्नु दुर्गाजी, अब आउनै पर्यो, जागिरको सवाल छ। मेरो त बच्चाको सवाल छ। अनि मैले भने भित्र लगेर तपाईँको जागिरको लागि, तपाईँको बच्चा पाल्नको लागि मेरो बच्चा मार्ने, मैले गएर थुनिनु पर्ने? तपाईँलाई अप्ठ्यारो लाग्दैन एसपी साहब? भोलि उज्यालो भएपछि आउनु नि 10 बजी राति भनेर भने। होइन दुर्गाजी, माथिको आदेश। तपाईँलाई थाहा छ त राति कस्तो आदेश हुन्छ? यहाँ के खाएर आदेश गर्छन् तपाईँलाई थाहा छ भन्नुहुन्छ? मैले अब उहाँसँग के विवाद गर्नु? बिचरा सबै न्याउरो लगाएका छन्। लाज हुन्छ क्या पुलिसलाई? त्यहाँ आउँदा पुलिसलाई देख्दा म लजाउँछु, मलाई देख्दा पुलिस लजाउँछ।
अनि तपाईँको हेर्नुहोस् है यहाँ अचम्मको कुरो खोइ त्यो कागज अनि खोइ ल्याउनुहोस् पक्रा पुर्जी भनेर भने जरुरी पक्रा पुर्जी भने हेर्नुहोस् है अनि जरुरी पक्रा पुर्जी दिए के भनेर दिए यहाँ यहाँ हेर्नुहोस् है यहाँ नाटक यहाँ त्यो तपाईँको अलिकति खिच्नुहोस् ल यो तानेर जुम हान्नुहोस् त के भनेर छ भने सार्वजनिक शान्ति विरुद्धको भनेर हाल्यो यो सिडिओमा दर्ता हुने है यो बेलुका मैले यहाँ साइन पनि गरेको छ के भनेर भने 2083 साल साउन 17 गते राति 10 बजे भनेको छ क्या लेखेकै छु यहाँ अब भोलिपल्ट अब लग्यो मलाई लगेर अब मुद्दा केलाउने थाहा नै छैन एसपीलाई अनि चाहिँ मुद्दा केलाउने मुद्दै छैन अब राति सनकमा छ नि त मुद्दा त त्यसको भरमा आएको छ नि त हो कि होइन अब मुद्दा केलाउने मेरोभन्दा कडा कडा बोलेका छन् मान्छेले गृहमन्त्रीले आफै देशमा आगो लगाएको छ रोहिङ्गा भित्रिएको भनेर भनेको छ देशको आइजिपीले बोलेको छ रोहिङ्गाको विषयमा मैले मात्रै बोले हो र चुनाव पछाडि मात्रै जेन्जी मुभमेन्ट पछाडि मात्रै 35,000 भन्दा बढी रोहिङ्गा छिराएका छन् यहाँ कहाँ 35,000 अझै 15 लाख रोहिङ्गा ल्याउँदैछ यहाँ टिओबीहरू ल्याउँदैछ नेपाली खेतेर नेपाली टिओबी र रोहिङ्गाको गुड बनाइदिएछ क्या उडुसको गुड जस्तो जुम्राको गुड जस्तो बनाइदिएछ नेपालमा यो कुरा बुझ्नुहोस् त्यस पछाडि अब भोलिपल्ट मलाई थुनमा पुर्जी दिँदा के फेरि यहाँ सुन्नु है भाइ तपाईँहरू बुझ्नुहोस् यहाँ त रमाइलो कुरा छ भोलिपल्ट मलाई 1 बजी आयो बेलुका लगेर हिरासतमा हाल्नु हेर्नुहोस् है मामा हालो अनि भोलिपल्ट कति बजीदेखि 18 गते ल्याएर के भनेर दिन्छ भन्दाखेरि थुनमा पुर्जी है 2 बजीतिर हिरासतमा राख्ने थुनमा पुर्जी दिएको के भनेर ल्यायो भने उपरोक्त सम्बन्धमा प्रहरी प्रतिवेदनले वादी नेपाल सरकार प्रतिवादी तपाईँ भएको सार्वजनिक शान्ति विरुद्धको कसुर एउटा त्यो बेलुका दिएको सार्वभौम सत्ता अखण्डता वा राष्ट्रिय एकता उप खलल गर्न नहुने कसुर गरेको विद्युतीय इलेक्ट्रोनिक कारबार भनेर 3टा मुद्दा थपेर ल्याएर हिरासतमा राखेको हिजै राति ल्याएर हिरासतमा राखिसक्यो भोलिपल्ट 2 बजी ल्याएर 2टा अरू मुद्दा थपेर ल्याउँछ भनेपछि अब त्यस पछाडि भोलिपल्ट 2 बजी भएपछि मलाई 3 बजी अदालतमा पुर्याइयो अदालतमा पुर्याएपछि श्रीमानले के भन्नुभयो भनेदेखि यो कस्तो खालको पक्रा पुर्जी दिने एउटा पक्रा पुर्जी दिनुभन्दा अगाडि के कारणले हो तिमीलाई पक्रिँदैछौ हामी के कारणले हो कारण खुलाएर मलाई दिनुपर्ने होइन भनेपछि आज अनि के कारणले पक्रेको त भन्दाखेरि यो पनि होइन त्यो पनि होइन हो चाहिँ के भन्नुभयो के श्रीमानले अनि मैले भने श्रीमान 11-12 गते सुनसरीमा लडाइँ भयो त्योभन्दा अगाडि खतरा थियो भने त मलाई 8-9 गते नै अदालतबाट पक्रा पुर्जी लिएर धुने भइहाल्थ्यो जब लडाइँ पनि सक्यो सबै कुरा सक्यो मैले त बडा महाराज धीराज पृथ्वीनारायण शाहको बानी भनेको छु भनेपछि यहाँ आदेशमा पनि त्यही लेख्नु पर्यो श्रीमानले नि यो म्याथ थपिँदैन छोडिदिनुहोस् यस्तो पनि हुन्छ मुद्दा यस्तो पनि मुद्दा हुन्छ भनेपछि पुलिस कागती निचेर जस्तो अनुहार लगाएर है रियल्ली के भन्छन् पुलिसहरू थाहा छ हाम्रो कत्रो साह्रो बेइज्जत गराएको पुलिसहरू बल्ल पुलिसले बुझे हाम्रो कत्रो साह्रो बेइज्जत गराएको ए बाबा म बालेलाई भन्छु त सुदललाई भन्छु तिमीले मैले भनेको थिएँ जो जित्ता है वो होता नहीं है वो जो होता नहीं वो दिक्ता नहीं है भन्छ जो होता है वो दिक्ता नहीं है भन्छ नि मलाई तिमीहरूले सक्दै सक्दैनौ किनभने तिमीहरू जस्तो अपराधमा आल खेलेर आएको छैन दुर्गा प्रसाद आएको छैन एक दिन नेपाली जनताले लाग्ला होला एक दिन तिमीहरूलाई नेपाली जनताले केपी ओलीको हालत के छ त्यो भन्दा नराम्रो हालतमा तिमीलाई पुर्याउने छन् भने मलाई भन्नु कुरा बुझाएको त्यसले गर्दाखेरि आजको कन्डिसन के हो भन्दाखेरि मैले भने नि मेरो विषयमा पत्रकारमा समाचार लेख्दाखेरि त्यो के छ अरे नि यो नेपाल मेडिकल काउन्सिल जस्तै प्रेस काउन्सिलमा त्यहाँ एउटा टिओबीकै मान्छे ल्याएको छ अरे को ल्याएको छ अरे कहाँ के मान्छे हो समथिङ के हो है त्यसले त्यो टिओबीको विषय र सुदनको विषयमा तपाईँले दुर्गा प्रसादलाई जोडेर समाचार नलेख्नुहोस् त भनेर धम्की दिएर 3-4 जना पत्रकार यहाँ आए हेर्नुहोस् है म के भन्छु भने नि समाचार हटाउन लगाइयो यही हो डेमोक्रेसी लोकतन्त्र भनेको विचारको बजार हो लोकतन्त्रमा विचार राख्न पाइन्छ होइन भनेपछि त्यो पत्रकार महासङ्घको चेयरम्यानलाई अध्यक्षलाई याद राख्नु कुनै दिन यो व्यवस्थामा तलमाथि भएछ भने नि के हुन्छ भनेर उसले पनि याद राख्दा हुन्छ किनभने नि म हुँ मेरै सब चिज भन्ने गए ती सबै खरानी भन्दै भनेको छ नि संसार मै हुँ भन्नेले पनि छोड्नु परेको छ त्यो के चिज हो त्यो एउटा काउन्सिलको अध्यक्ष भएको छ 2-4 महिना 2-4 दिन लाग्यो हो यो घन्टेको सरकार रहन्छ घन्टे आफै बेपत्ता हुने बेला भइसक्यो हो कि होइन जसरी आयो त्यसरी जाँदैछ भनेपछि समाचार लेख्न नपाउने र लगानी बोर्डको सिओमा पनि हेर्नुहोस् सन्दुक यो देश चलाएको सन्दुक भनेको मैले बुझ्नु भएन आँखा हस्पिटलले चलाउँछ भनेर बालवाटार होइन त बालवाटार त नाममा त्यो आँखा हस्पिटल हो सन्दुक यो देशको सबैभन्दा ठुलो नामी यो देशलाई यो हालतमा पुर्याउने त्यो आँखा हस्पिटलको सन्दुक हो यो कुरा बुझ्नु लगानी बोर्डको सिओ होइन अब सबैजनाले भन्छन् फ्री टिबेट मुभमेन्ट चलाउनेको
मान्छे हो भनेर र रिपोर्टमा पनि त्यही छ हैन। सन्दुक रोहित त टिओबीको नाइके नै भइहाल्यो। गृहमन्त्रीको उनको समयले देखाउने कुरा भयो, देखिरहेछ, नेपाली जनताले बुझिसक्यो। गृहमन्त्री जहाँ गए त्यहाँ आगो लाग्यो। रोहिङ्गालाई भित्राउने अब ठुलो खेल हुँदैछ। 15-16 लाख रोहिङ्गा त नि UN सहित लागेर यहाँ भित्राउँदैछ। मैले अघि भने त्यसैको लागि यो सबै तयारी हो। यो हेटौँडा काका के अरे कपडा उद्योग बन्छ अरे 100 वर्ष अगाडिको मिसिनले आज लुगा बन्छ? त्यस्तो कुरा हो। त्यो खाली गरेर सफा गरेर त्यहाँ त नि धर्मको नाममा लडाइँ गराउने। मैले भनेको छु त धर्मको नाममा लडाइँ गराउने। अनि पुलिस र अब म भन्छु नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तपाईँ जनता विरुद्ध हतियार नउठाउनुहोस्। तपाईँहरूको पनि साथ चाहिन्छ। मेरो जागिर परिवार नभन्नुहोस्, बरु भोकै मर्नुहोस्, केही फरक पर्दैन। परिवारलाई छोडिदिनुहोस्, तर पहिला देश हो। देश जोगाउने हो भने मलाई साथ दिनुहोस् तपाईँहरू। र नेपाली सेनालाई पनि म के भन्छु भने नि पर्खाल भत्कियो होइन, यो त सुरुवात हो नि। भोलि भद्रकालीमा 10,000 मान्छे एकैचोटि खातखुत्ते पसायो भने के हुन्छ? सक्नु छ नि त। संरचना सकेर विदेशी सेना ल्याएर रोहिङ्गा भित्राउनु छ कि छैन? टिओबी भित्राउनु छ कि छैन? हिजो हाम्रो दबावले गर्दाखेरि नि टिओबीहरूको कार्यक्रम थियो यहाँ। यो टिओबी अरे यो फेरि तिब्बतको कार्यक्रम रोकियो। हिजो डिसिजन गर्यो हाम्रो दबावले। हाम्रो दबावले बोल्ने कोही छैन यहाँ हो। जेएनजी मुभमेन्टमा पूर्वी नाका भएर मान्छे मात्रै 35,000 रोहिङ्गा छिरेको छ यहाँ। त्यो छिर्ने काम छ, छिरिरहेछ। तपाईँले के बुझ्नु भने एउटा उसको 40,000 पैसा लिएर त्यहाँबाट छिराइरहेछ। सशस्त्र त्यो उयोहरू सबै मिलाएर सेटिङमा छिरिरहेछ, सबै छिरिरहेछ है माम। अब हेर्नुहोस् किन आएर बसेको ठाउँ भनेको कपनको लसुन्टा है, राम मन्दिर, कपनको राम मन्दिर आसपासमा, काठमाडौँ कालीमाटी तरकारी बजार पछाडि, ललितपुरको सुनाकोठी नखो खोला आसपासमा, ललितपुर गोराबारी एरियामा होइन, जस्तो छाप्रो हाली बस्ने होइन, यस्तै छ। अब राज्यले त्यसको जवाब दिनुपर्छ पर्दैन? यो गरेको जवाब दिनुपर्छ पर्दैन गृहमन्त्री? अनि गृहमन्त्री कहिले के भन्छन् थाहा छ? दरबार हत्याकाण्डको छानबिन को भयो भयो। अब निर्मला पन्तको, यो निर्मला पन्तको 15 वर्षदेखि निर्मला मात्रै चलेको छ। निर्मला भन्दा यता 2000 भन्दा बढी बलात्कार भयो। अरूको हिसाब किताब छैन, खालि निर्मला निर्मला भनिएको छ। यतातिर भुलिएको छ मान्छे। न निर्मला पन्तको बलात्कारको छानबिन हुन्छ, न दरबार हत्याकाण्डको छानबिन हुन्छ, त्यतातिर भुलिएर। मैले अस्ति भन्न सुरुमा माथि चिलायो 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 भनेर जम्मैलाई आकाशतिर फर्काएर मुनिबाट चल्ला चोर्ने। माथि जम्मैलाई एकातिर कहिले दरबार भनिएको छ, कहिले हिन्दू राष्ट्र ल्याइदिन्छु भने होइन बालेले हातमा राख्ने। हाम्रा 2-4 जना साथीहरूलाई होइन ल्याउनुहुन्छ हिन्दू राष्ट्र ल्याउनुहुन्छ, बालेले हो हिन्दू राष्ट्र ल्याउने राजा ल्याउने भनेर भोट माग्दै त हाम्रा पत्रकार साथीहरूले झापामा गएर हाम्रो एरियातिर गइदियो। अहिले उहाँ राजालाई राम्रै ल्याउने भनेर हस्ताक्षर गरेर चाहिँ राजा के रवि जस्तै सहकारी ठगेर जेलमा पस्यो भनेर हस्ताक्षर गर्नुपर्छ? राजा राजै हो नि। राजा अहिले पनि तपाईँलाई म एउटा कुरो, राजा भनेको एउटा शक्ति हो। राजा अहिले पनि खुरुखुरु हिँडेर नि ल आजदेखि नागरिकले दुःख पायो भनेर एउटा विज्ञप्ति राजाको 2 लाइन मात्रै आयो, म अब नारायण हिटी जाँदैछु, भोलि तपाईँको तयारी हुनुभयो भने पर्यो भनेपछि नि सेना पनि सलाम गर्न आउँछ। कोही माइगालाले आएर रोक्न सक्छ राजालाई? सक्छ उमा सक्छ? त्यस्तो चिजलाई यिनीहरूले के अरे यो के भन्छ सिग्नेचर क्याम्पेन गरेर बदनाम गराएर कसलाई बुझाउने अरे? सिग्नेचर कसलाई बुझाउने अरे? कसलाई बुझाउने? जोबाट यिनीहरूले पैसा लगेको छ त्यसलाई बुझाउने हो कि जो कसलाई लिने? बालेलाई बुझाउने हो कि सुदन गुरुङलाई बुझाउने हो कि? अन्त सिग्नेचर गर्ने बेखुबहरू म त छक्क पर्छु। त्यो सिग्नेचर दुरुपयोग किन गरेको? रवि लामी छानेले त सिग्नेचर गरेर जम्मै 42 लाख मान्छेको त्यो मोबाइल नम्बर लिएर त्यहाँ एकैचोटि भर्र मान्छे कहाँ पठाउँथ्यो क्या घन्टीको त्यो। त्यसको लागि उसले सिग्नेचर क्याम्पेन गरेको थियो। यसको लागि त पर्दै पर्दैन, जम्मै नेपालीलाई थाहा छ नि राजा भन्ने कुरो पढाउनै पर्दैन नि। त्यसले गर्दाखेरि म तपाईँलाई एउटा कुरा के भन्छु भने मैले जुन कुरा भनेको छु नि आज, अब फेरि भरे राति पुलिस आउलान्, झुकेर नपठाउनु आउनुहोस्। यो रोहिङ्गा पाल्ने भनेको असीम शाहले एनजिओ आइएनजिओ मार्फत आइएसआईको पैसा यो भारतले पनि बुझोस्, चाइनाले पनि बुझोस्। एउटा टिमले दाउद इब्राहिमको टिमले रोहिङ्गा भित्राउने, आसिफ शाहले दलै लामा टिओबी ग्रुपले टिओबीहरू भित्राउने र दुईटाको गुड बनाउने यहाँ काम हुँदैछ। र चाइनाको एमएसएसले पनि बुझोस्, भारतको बिजेपीले पनि बुझोस्, भारतको रले पनि बुझोस्, एमआईले पनि बुझोस्, के छन् त्यसले बुझोस्। म रौँला नरौँला मलाई ठुलो कुरो भएन, मैले बाँच्नै पर्छ भन्ने छैन, तर नेपाल रहनुपर्छ भन्ने मान्छे म हुँ। नेपाल रहनुपर्छ भन्ने मान्छे म हुँ। र म के भन्छु भने यिनीहरूलाई च्यालेन्ज नै भयो, कति पटक पक्रिन्छौ पक्र, लैजाऊ, सत्य कुरो उजागर गर्न छोड्दिन। केही दिनमा तिमीहरूले प्रेजेन्टेसन गरेको भिडियो छ नि, भिडियो मैले भने त दसैँ सुमन टिकाएर हेर न साथी हो, दसैँ सुमन सट्टा टिकाएर हेर। आज पनि भन्छु
के आउँदैछ तिमीहरूको अगाडि? कस्तो आँधीबेरी आउँदैछ, सुनामी? हेर्दै जाऊ, मजाक गर न, मजाक गर। सुनामी कसरी आउँदैछ जतिखेर यो अब आन्दोलन चर्किन्छ नि, सेना पुलिस घरमा गएर बसिया हुन्छ। बस्नै पर्छ। तर नेपालै रहँदैन भने सेनाको के काम, नेपालै रहँदैन भने के पुलिसको के काम, नेपालै रहँदैन भने सशस्त्रको के काम, नेपालै रहँदैन भने निजामती कर्मचारीको के काम? पहिला नेपाल राख्ने भने साँच्चै यो देशको धरतीपुत्र पनि नेपाली सेनाका जवानहरू, सशस्त्र र नेपाल प्रहरीका जवानहरूले नि राजीनामा दिउन् त, राजीनामा दिउन् त, राजीनामा देश सम्झेर राजीनामा दिउन्, अनि देश बाँच्छ। मेरो जस्तो म आज पनि के भन्छु भने मलाई लगेर जुनियाउ तर नेपाल रहोस् भन्ने मान्छे हुँ। ल त्यो भन्दै मैले खास गरेर मलाई चित्त नबुझेको नेपाली सेनाको जुन त्यो एउटा कुरा पर्खाल भट्टाको कुरा, अर्को कुरा मलाई पक्रेर लगेको कुरामा मैले पत्रकार सम्मेलन गरेर बताउँला भन्दै थिएँ। यस्ता खालका मुद्दाहरू लगाएर मलाई दुःख दिने काम गरेछ है। त्यसले गर्दाखेरि म त्यो जानकारी दिनको लागि मैले यो पत्रकार सम्मेलनको आयोजना गरेको छु। सबैजनालाई धन्यवाद अनि नमस्कार। अब केही छ? केही छैन नि? तपाईले यो दशैंसम्म मात्र टिका होस् भन्नुभएको छ, यसलाई चाहिँ धेरै के भइरहेर बुझिरहेका छन् भने यो दुर्गा प्रसादले देखाएको स्टन्ट हो, भुर्किआएको भनिरहेका छन्। खास सरकार ढल्नुपर्ने 1 2 3 4 5 वटा कारण सरसर्ती भन्ने त अलि 1 2 3 4 5 वटा कारण 1 2 3 4 5 वटा भन्नु पर्दैन, एउटैमा पुग्छ। त्यसले के राम्रो काम गरेछ? के राम्रो काम गरेछ भन्नु न? त्यसले 1 2 3 4 5 वटा तपाईले भन्नु न राम्रो काम भनेर, अनि सरकार टिक्थ्यो। त्यसले सुरुमै आएर गरिबमाथि लात हान्यो, सुकुम्बासीमाथि, जसको भूमि छैन। होइन जनताबाट कुन दुई तिहार अहिले थाहा हुँदैछ त भोट हाल्नेलाई? कसै मैले भोटै हालेको होइन भन्छ त भोट हाल्यो कसले? ग्यासको लाइन हेर्नु भएको छ दसैँमा हाहाकार, ग्यासको लाइन हेर्नु न के चिज राम्रो गरेछ। हिजो साँच्चै भन्नु भने हिजो के भन्थ्यो थाहा छ? हाहाकार। आमा देश बनाउँछ भनेर त्यो 32वटा दाँत देखाएर रविले भन्थ्यो नि, आमा देश त बालनले बनाउँछ, बनायो बालनले, बनायो नि, बनायो होइन भन्ने मान्छे रवि लामी छैन नि। होइन सहरका भित्तामा गएर युरोप अमेरिका र अस्ट्रेलियामा गएर पोस्टर टास्छु भन्ने रवि नै होइनन्, दुर्गा प्रसाद त होइन नि। दुर्गा प्रसाद त हिजो जे कुरा बोलेको थियो आज पनि त्यही बोलेको छ, अर्को कुरामा छैन। बनाइदियो होइन देश? झुक्क्याएर मान्छेलाई ठगेको बेला पऱ्यो हो देश, ठगेको बेला। यो त मैले भनेको थिएँ नि, तावाबाट भुग्रामा खस्यो क्या, कोइलामा खस्यो। त्यो कोइलाबाट कसले निकाल्दैछ तपाईँलाई थाहा छ? फेरि हामीले निकाल्छौँ, दुर्गा प्रसादले निकाल्छ त्यो कोइलाबाट। बुझ्नुभयो कि कुरा? त्यति हो। ल हस्, धन्यवाद। यो कसको पो थियो? दाइलाई दिएको यो